सेवा र नमस्ते साथीहरू। मैले भिडियोमा देखिरहेको चिज कसले चिन्नुहुन्छ? पक्कै पनि सबैले चिन्नुहुन्छ होला। यो सिस्नो हो अनि आज चाहिँ म सिस्नो बनाउन गइरहेको छु। आज चाहिँ रेसिपी भन्न भन्दा पनि बच्चा बेलाको कुराहरू कति कुराहरू याद आयो कि अनि त्यही कुरा सेयर गर्नको लागि चाहिँ भिडियो बनाउँदैछु। पहिला हामी गाउँमा हुँदा चाहिँ हाम्रो मम्मीले बड्डो भाँडामा बनाउनु हुन्थ्यो क्या यो सिस्नो चाहिँ। अनि गाउँघरमा त भन्ने बित्तिकै भिन्डीहरू पाइँदैन थियो नि त। अनि गाउँमा चाहिँ ओदाल दारहरूको चाहिँ बोक्रा तासेर सिलौटो मसिनो पिसेर लगाउनु हुन्थ्यो क्या मम्मीले। सिस्नो त चिप्लो चिप्लो मिठो हुन्छ नि त। अनि जहिले पनि सिस्नो पाकेको दिन चाहिँ हाम्रो घरमा मकैको भात पाक्ने क्या। अनि मलाई मकैको भात पाक्दा चाहिँ यस्तो रिस उठ्थ्यो। अनि मम्मीलाई भन्थ्यो क्या, मम्मी नर्मल भात पकाउँदा हुँदैन, किन मकैको भात पकाउनु भएको भनेर। अनि मम्मीले चाहिँ यो चिप्लो चिप्लो सिस्नोसँग त मकैको भात खाँदा पो टेस्ट आउँछ त भन्नुहुन्थ्यो क्या। मलाई चाहिँ कति रिस उठेर आउँथ्यो मम्मीसँग झगडा गर्थेँ क्या म। अनि अहिले चाहिँ सम्झिन्छु क्या साथीहरू, सानो बेलामा मन नपर्ने चिजहरू हामी हुर्किँदै जाँदा बढ्दै जाँदाखेरि त्यही चिजहरू फेरि नर्मल लाग्दो रहेछ क्या। त्यही चिजहरू मन पर्दै जाँदो रहेछ। मलाई मात्र त्यस्तो भएको, तपाईँहरूलाई पनि त्यस्तो भएको भन्नुहोस् क्या साथीहरू। अनि आज चाहिँ म त्यही मकैको भात एकदमै मिस गरिरहेको थिएँ क्या यो सिस्नो पाक्दाखेरि। अनि मेरो सिस्नो पनि यहाँ पाकेर रेडी भइसकेको छ। अनि यसमा मैले नर्मल मम्मीले जसरी पकाउनुहुन्थ्यो त्यसरी नै लसुन अनि टिमुर र चिम्फ्याङ अनि थोरै खुर्सानीलाई पिसेर लगाएको थिएँ। एकदमै मिठो भएको थियो साथीहरू। तपाईँहरूले पनि यसरी खानुभएको छ कि छैन कमेन्ट गर्नु होला है। थ्याङ्क यू साथीहरू।